यसो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आज तपाईँहरूको साथमा नयाँ भ्लग नयाँ दिन नयाँ सुरुवात होइन अब त्यही हो मलाई खासै अगाडि चाहिँ भन्न चाहिँ आउँदैन आज चट्टसँगले भन्न चाहिँ खासै त्यति साह्रो आउँदैन अब त्यही हो ढोका खोल्नु पर्ने हुन्छ फर्स्टमा ढोका नखोली त हुँदैन सबैभन्दा फर्स्टमा चट्ट ढोका खोलिसकेपछि चाहिँ होइन ओहो फर्स्टमा मैले फेरि माथिको बत्ती निभाउनु बिर्सेछु फेरि त गाह्रो हुन्छ कि फेरि माथिको बत्ती निभाउनु बिर्स्यो भने आज चट्टसँग घुम्न जाने भनेर बसेको छु अब मस्त घुम्न जाने सो अलिअलि अब त्यही त हो नि यस्तो गरेर के भन्छ चट्ट ढोकासके लाएँ अब म चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ तलतिर जानको लागि पहिला सुरुमा फर्स्ट टाइम म तल पुगेपछि भेटौँ ल चट्ट हामी आइपुगिसक्यो दाइलाई भेट्नको लागि भनेर यसो दाइलाई कल गरेको रियाक्सन हेरौँ न के हुँदो रहेछ है चट्ट कल गरौँ के हुँदो रहेछ रियाक्सन त हेर्नु पऱ्यो हो झ्याउला होला होइन ब्लग हेर्नलाई पनि गाह्रो भयो होला क्या तर फेरि ब्याकग्राउन्ड फेरि दामी छ नि फेरि योभन्दा दामी फेरि केही आउँदैन नि फेरि विचार गर्नु फेरि होइन बिदेखाएको छ नि त आइपुग्यो नि दाजु म त बाहिर छु हल्का यसो भ्लग हान्दैछु कि फेरि फोटो फेरि क्लियर आउँदो रहेछ यहाँनिर फेरि गाह्रो छ चट्ट यहाँबाट दाइ आउँछ नि क्या मस्तले हेर्नुपर्ने हुन्छ कि होइन फेरि टोपी पनि के लाउनु लायो झ्याउ लगाइरहेको छ कि टोपी लाउनु पनि अब त्यही त हो नि टोपी लाउँदाखेरिको रियाक्सन टोपी नलाउँदाखेरि कपालै राम्रो देखिँदैन कि दाजु नमस्ते के है ल दाजुलाई पनि भर्खर भेट भयो अब चट्टसँगले भेट भइसक्यो चट्टसँगले होइन म हाल्छु बेलुका फेरि मेरो यस्तो काट्नु पनि होला अहिले काट्नुपर्छ है ल आइपिओ भित्र पनि चट्ट यहाँको सिन फेरि बब्बाल आउँछ कि राम्रो के खतरा भित्र लानुपर्छ ल चट्ट यसलाई फेरि भित्र राख्नुपर्ने हुन्छ यहाँ फेरि चार्ज हाल्नुपर्ने हुन्छ यस्तो यस्तो दाइ त्यो हल्का त्यसलाई त्यो हल्का त्यसलाई हाल्नु त हुँदैन ओके दाइलाई गाह्रो भयो भने के गर्नु गाह्रो छ हुन्छ चल्नु पखाल्न फेरि गाह्रो छ क्या उचाल्दै भित्र छिराउनु पर्ने हुन्छ भित्र छिराइसकेपछि चट्टसँग चप्पल सप्पल खोलेर यहाँभित्र ढक्क लाग्छ क्या ल यो अब सट्टसँगले यसो मस्तसँग यसो घुमघाम गर्नुपर्छ यताउता होइन त्यही त हो नि सुरी हेर्नु सुरी आमा आमा सुरी फेरि मस्तो हेर्छ नि फेरि हेर्नु आमा गड तिम्रो सिनेमेटिक निकालिदिनु क्या हौ आमा फेरि छक्क हजुर म चाहिँ तातो पानी दाइ दुध नखाने बिहान बिहान यो खानु तातो पानी मात्रै म चट्टसँग यहाँनिर हाम्रो सुरीको वान राउन्ड देख्छु तपाईँहरू फेरि देख्नु पनि चक्क पर्ला फेरि यहाँनिर है मस्तसँगले सुरीको राउन्डिङ हानिदिन्छु ल माथि नै जान्छु एकचोटि ल सबै यता यता सट्टको राउन्डिङ हानिदिउँ के छ बिचरा राउन्डिङ दिउँ फेरि तर नदिउँ होला होइन फेरि यस्तो गरेर हेर्दा मान्छेले फेरि के भन्ला फेरि हेऱ्यो होला मलाई फेरि यस्तो गरिदिन्छु फेरि होइन ल के तातो होइन यहाँ बसिदिनु पर्ने हुन्छ अनि चट्टसँगले ल ओके
तपाईँको चिया सिया हानिदिनुपर्छ दाइ फेरि यहाँ मस्त चस्मा हानिदिनु पर्ला यस्तो छ ल सर्लक्कसँग यहाँ राखेर चिया हानिदिनु पर्ने हुन्छ ल चट्ट अब यहाँ दाइले यसो हल्का फोटोसोटो मलाई चाहिँ खासै त्यति साह्रो आउँदैन दाइले हल्का सिकाइदिँदै हुनुहुन्छ कि अन्त यसो हल्का सिक्नु पऱ्यो नि त अब खासै नआएपछि त गाह्रो हुन्छ त्यही भएर अनि चट्टसँग यहाँ हेर्नुपर्ने हुन्छ कि त्यहाँबाट यसलाई ब्याकग्राउन्ड बनाउनु माई गड ल अनि यस्तो आएपछि त नि के यो भन्दा के चाह साथीहरू हेर्नु मजाले होइन त्यसलाई मात्रै फोकस हुने गरी अनि ल हेर्नु ल तपाईँले केही लाउनै पर्दैन कि यस्तो क्लियर आउँछ अनि भन्दा के चाह्यो त होइन साथीहरू ल चट्टलाई हेर्नु सर्लक्क ल जाउँ हेऱ्यो चट्टसँगले क्लियर चाहिँ दामी आउँदो रहेछ है एकदम स्पेसली क्या है दामी हुन्छ कि यस्तो भएपछि चाहिँ ल साथीहरू तपाईँहरूलाई म अहिले एकछिनबाट भेट्छु ल ओके आइज यहाँबाट हिँड्नुपर्ने हुन्छ चट्टसँगले अनि अब उतातिर पुग्छौँ तपाईँलाई देखाउँछु अहिले चाहिँ हामी यहाँनिर मस्त बसिरहेको छौँ यहाँको भ्यू हेर्ने हुन्छ भने यस्तो हुन्छ तर खासै राम्रो पनि भ्यू आएको छैन क्या हेलो गाइज ओके अहिले पछि भेटौँ ल रोटी खानको लागि मस्तसँग आइदियो म अब रोटी खाइदिनु पऱ्यो नि त अब त्यही हो चेस हान्दिउँ न ल चेस ल रोटी हानिदिनु पर्छ त्यही भएर यसो रोटी हान्नको लागि चाहिँ यसो त्यही त होइन अब अहिले यतातिर आएको थियो ल अब रोटी हानिदिन्छु म तपाईँहरूलाई खाएपछि तपाईँहरूलाई निकाल्छु ल गाइज मेरो मनैको फुल टिपी तिम्रो कानैमा सिउरी